हेलो गाइस, फेरि पनि दीपक ब्लगमा स्वागत छ सम्पूर्णलाई। अब आज चाहिँ हामी यता कपिलवस्तु गाउँपालिका वार्ड नम्बर 1 सिंगडा मा चाहिँ छौँ अहिले हामी। यो हाम्रो चाहिँ यो निरज भाइको घर, निरज राहुलजीको हाम्रो घर हो। बजुरेली हाम्रो निरज खप्तर समिति क्लबका हाम्रो एकदम सक्रिय सचिव भाइ निरजको घरमा चाहिँ आज हामी विशेष गरी दिउँसोतिर चाहिँ हामीले यता मासुहरू बनाएर यहाँ मासु टक्क खान लागेका छौँ। अब यहाँ एकछिनमा यो भाइले पनि हाल्दैछ। यो आज भाइले निरज भाइले आफ्नै हातले चट्ट बनाएर हामीलाई टक्क मासु खुवाउनु लागेको छ। यो मासु बन्दैछ आफै एकदमै। यहाँ भाइहरूको टिम लगायत सम्पूर्ण भाइहरूले चाहिँ ल समात्नु, तपाईँ भाइहरू सम्पूर्ण भाइहरू समातेर दियो। सो भाइहरू ल टक्क लाएर समातेर टक्क खानुपर्छ। ल खै निरज खाएर देखाउँदा कसरी खाने भनेर देखाइदियो त नि इन्टरनेटको भाइलाई। ल ल तपाईँ तिम्रो भाइको खाएर देखाउ त भाइ, खै कसरी खान्छन्। राम्रो भइरहेको छ नि, एकदम राम्रो सर, एकदम फर्स्ट क्लास। ओके। यता बुद्ध भाइहरू पनि खाइरहेको छन्।